अस्सलामुअलैकुम एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। के छ साथीहरू, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। साथीहरू तपाईँहरू चाहिँ जसरी पनि आराम चाहिँ हुनु सन्चै चाहिँ हुनुपर्छ, किनकि हजुरहरूलाई सन्चो भएन भने मेरो ब्लग कसले हेरिदिन्छ त होइन त। आज मेरो न्यू ब्लग चाहिँ कसरी सुरु भयो भन्दा साथीहरू, तरकारी पका सुन्नु साथीहरू, त्यो चाहिँ मेरो मैले तामाको तरकारी पकाएको साथीहरू। अनि फेरि हामीले पकाउनुको लागि त लिन जानु पऱ्यो। अनि तामा लिने गयौँ कान्छा र म। अनि कान्छाले हेर्नु न तामा काट्नुभएको छ नि त। यति दुःख हुँदो रहेछ साथीहरू, तामाहरू के काट्न, अब खाना मात्रै मिठो हुँदो रहेछ, त्यसको झुसहरू बिचेर कति चिलाउने रहेछ साथीहरू। अनि म चाहिँ बोरा समातेको थिएँ, अनि कान्छाले चाहिँ मजाले काट्नुभयो। अनि काटेर आएपछि त्यो झाडीमा अनि त्यो म पनि सकेको साथीहरूले लिएदिनँ। अनि कान्छाले नि दिएँ, कान्छाले लिनुभयो। अनि म चाहिँ खोर्सानीहरू टिपेँ, त्यही पनि खोर्सानी फल्यो रहेछ, जिरो खोर्सानी हेर्नु यस्तो रातो पिरो पिरो खोर्सानी फलेको थियो। मैले त टिपेर लगेँ। अनि साथीहरू हामी चाहिँ अब कान्छाले चाहिँ लिएर हिँड्नुभयो। अनि हामी चाहिँ अब त्यति टिपेपछि घर आयौँ साथीहरू, त्यति बनाएपछि। अनि कान्छाले चाहिँ अब टक्क लाएर बोरामा लिएर जानुभयो। अनि घर पुग्यौँ, घर पुगेपछि चाहिँ साथीहरू अब त्यसलाई घर पुगेर त्यतिकै राख्ने कुरो भएन साथीहरू। अनि फेरि तरकारीको लागि त रेडी गर्नु पर्ने त साथीहरू। तामा रेडी भएको तामा खाना मात्रै मिठो है साथीहरू, यहाँ यस्तो दुःख हुँदो रहेछ। अनि कान्छाले चाहिँ यसरी काट्नुभयो, तर हेर्नु न काट्दाखेरि यो पुरै फाले जस्तो लाग्यो मलाई चाहिँ। तपाईँले नकाट्नु, यो त यस्तो पुरै फालेर के खाने हो भन्ने जस्तो लाग्यो मलाई चाहिँ। अनि म आफै काट्छु भनेर मैले गरेँ। अनि हिँड्दा चाहिँ मेरो खुट्टा खेलिरहेको थियो, अनि यता आएको गर्थ्यो नि, यता नआउँछ उता जाऊ भनेर पठाइदिएँ मैले चाहिँ। अनि फेरि कान्छाले त पुरै काट्नुभयो भनेर मैले म आफै गर्छु हजुर त सबै फाल्नुभयो भनेर मैले सबै के गरेको। मैले पनि जति फाल्यो उति निस्किँदो रहेछ साथीहरू। तामाको त कपडा हेर्नु न, यो निस्केर। अनि त्यसपछि लास्टमा त हुन त त्यो झुस हुन्छ नि, त्यो भोगले त्यो फाल्नु पर्छ कि साथीहरू, फाल्नु पर्दो रहेछ। अनि यति मात्र खानु रहेछ कि साथीहरू, दुःख मात्रै रहेछ, दुःख तर मिठो चाहिँ मिठो हुन्छ। अनि त्यसपछि ट्याक्टुक काटेर अनि फेरि त्यो बनाएर चाहिँ अनि मैले पखालेर फेरि लगेभित्र। अनि कान्छाले चाहिँ ट्याक्टुक काट्नुभएको थियो। अनि कान्छाले यति ठुलो काट्नुभएको थियो, अनि फेरि ठुलो किन काट्ने। अनि फेरि मैले कान्छाले काट्नुभएको पनि मैले काटिदिएँ, यता ल्याएर काटेँ। यति मोटो मोटो काट्नुभएको थियो नि कान्छाले त। अनि मैले चाहिँ पातलो गरेर के अरे काटेँ। अनि उता नि कान्छाले चाहिँ काटिराख्नु थियो। अनि फेरि यता बाउ खिलाइरहेको थियो। अनि मैले फेरि काटकुट पाडेर अनि त्यसपछि त्यसलाई त बफाउनु पऱ्यो नि त साथीहरू। नबफायो भने त तितो हुन्छ कि, एकदमै तितो हुन्छ, खाइ नसक्नुहुन्छ साथीहरू। त्यसलाई पकाउनु जाने हुन्छ त्यस्तो नि त। अनि फेरि त्यसलाई काटकुट पाडेर अनि फेरि म चाहिँ पुरा भाडा लिन जान्छु कि साथीहरू। हामी चाहिँ एउटा भाडा छ क्या, त्यसमा चाहिँ अनि त्यो भाडा लिन जान्छु। तर साथीहरू यति बनाएको थिएँ मैले काटेर। अनि म गोठमा त्यो भाडा लिनु गएँ, हाम्रो भैँसीहरू त्यस्तो चिटिक्क परेर बसिरहेको थिएँ चुठी बाटेर। अनि फेरि त्यो भाडा लिएर आएँ। हामी चाहिँ साथीभाइ त्यही भाडामा चाहिँ जे उसिन पनि क्या मकैहरू आलुहरू जे उसिन पनि आफूले खानुमा लाग्छ त्यही भाडा उसिन्छु। यो पहिलादेखिको पुर्खेर भाडा अरे, कालो भनेर चाहिँ हेला नगर्नु होला बिचरा। अनि मैले त्यसमा खरानी हालेँ तितो खानुको लागि। अनि त्यो खानुको लागि मैले खरानी हालेर मजाले ढकेर मस्त आगो लगाएँ। एकछिनसम्म 1 घन्टा चाहिँ मलाई त्यसले त उसिन्दै होला क्या साथीहरू। अनि नखरानी पनि एक्स्ट्रा थिएन, तर फेरि त्यही आगोको निकालेर हालिदिएँ। अनि त्यो 3 दिन चाहिँ मैले सरसफाइहरू त गरेँ। अनि पछि फेरि अनि त्यो चाहिँ कस्तो भयो भनेर हेर्नु गएको थियो, बेसार हाल्छ जस्तो थियो। अनि फेरि मैले त्यसलाई चिसो पानी धुनुको लागि भाँडामा गएँ। अनि मैले घरमा बाटामा पानी थापेर चिसो पानीले धुँदैछु। यसलाई त 3-4 चोटि चाहिँ धुनुपर्छ चिसो पानीले। अनि मैले त भाँडा के अरे यो गर्दाखेरि चाहिँ त्यो साथी के मेरो देउरानी भाँडा मागेको थिएँ। अनि एकछिनसम्म त मैले नि धारा गरेँ नि त, मैले चाहिँ बिची गराएँ नि त। अनि पखाल्दा जति पखाल्यो नि त बेसार जस्तो पयाएर चाहिँ रङ चाहिँ गइरहेको थियो साथीहरू। अनि अन्तिमको पानी यही हो। अनि मैले सफा गरेर पखालेँ। अनि देउरानीले मागेको भाँडा चाहिँ एकदम सुक्खा भइसकेको थियो। ल तिम्रो पालो म जान्छु भनेर उसलाई चाहिँ मैले भाँडा बाँध्नु पठाएँ। अनि गएँ। अनि मैले चाहिँ यो चाहिँ मजाले डिब्बामा राखेँ। यो चाहिँ अमिलो पनि हुँदैन त्यसो गरेर राखेको त साथीहरू, अमिलो नहुँदो रहेछ। अनि फेरि जति पनि खाना मिल्ने। अनि बेलुकातिर चाहिँ मैले यसलाई फलामको कालो कराईमा पडर तेल हालेर पटपटै भुटेँ साथीहरू। यस्तो मिठो भयो नि त। अब यो फलामको कराईमा किन पकायो भन्ने कुरा चाहिँ यसको फाइदाहरू धेरै छन् साथीहरू। यसलाई चाहिँ म अर्को भिडियोमा भन्छु। थ्याङ्क यू फर वाचिङ।